हेलो साथीहरू सेवा अनि नमस्कार तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आजको खास कुरा के हो भने नि म तपाईँहरूलाई सुटुक्कै भन्छु ल। आज हामी कोरियाको राजधानी सौल घुम्न आएको छौँ। तर है बिहानैदेखि यति धेरै पानी परेको छ नि हामीले पनि पानीले च्यालेन्ज दिँदै यहाँसम्म आइपुग्यौँ यो टावर हेर्नलाई। आज हामीले यहाँसम्म आउने डाइरेक्ट गाडी नपाएर एउटा गाडी दुईटा रेल चेन्ज गरेर आएको नि। तर यहाँ आएपछि त ठाउँ त वाउ, तर पानीले भने हाम्रो पिछा कहिल्यै छोडेन। हामी छाता ओढेर भए पनि डुलिरहेछौँ। यही टावर हो हाम्रो लास्ट डेस्टिनेसन। मलाई चराचुरुङ्गीहरू एकदमै मनपर्छ अनि हरियाली वातावरण, यस्तो कुल मौसम लास्टै मनपर्छ। अनि यहाँभित्र चाहिँ खोइ के को सङ्ग्रहालय छ भन्नुहुन्छ उहाँले। यहाँबाट थोरै अगाडि गएपछि निकै लामो सिडी भेटिन्छ अरे। सिडी सुरु भयो यहाँबाट। यतातिर के पाइन्छ म सबै क्लिक गर्दै हिँड्दैछु। मलाई यस्ता यस्ता चिजहरू एकदमै मनपर्छ प्रकृतिमा पाइने। सौल एरियाको वेदर यस्तो छ, पुरै मुसलधारे पानी, तर पनि हाम्रो यात्रा रोकिएको छैन। हावा उस्तै चलिरहेछ, चिसो उस्तै, तर पनि मजा भने एकदमै भएको छ। हामी मात्र होइन, सयौँ सङ्ख्यामा छन् आजको यहाँका यात्रीहरू। हाम्रो हिँड्ने क्रम जारी छ अझै पनि, रमाउने क्रम उस्तै। राम्रो आउँदैन। अब चाहिँ हामी फाइनल आइपुगेको अवस्था। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ माया प्रेमका तालचा चाबीहरू। तपाईँहरूको कसको माइलोको नामहरू छ हेर्नुहोस् है ध्यान दिएर। म तपाईँहरूले देखाउँदैछु अनि कसले लेख्नु भएको छ र झुन्डाउनु भएको छ। किन तिमी यस्तो दिमाग खाइदिने चाहिँ म कि तिमी? आफैले खान्छ अनि हामी हाम्रो डेस्टिनेसनमा आएर पनि चिया कफी खाइसक्यौँ। एकदमै मौसम चिसो छ अनि टावरहरू पनि हेरिसक्यौँ। तिनीहरू चाहिँ राम्रोसँग देखाउन पाएन, आजको मौसम यस्तै छ। सकेसम्म चाहिँ हामीले देखाउन प्रयास गरिरहेछौँ। एकदमै चिसो छ यहाँ चाहिँ अनि यहाँ टिकट लाग्ने रहेछ। हामीले टावरमा चाहिँ बसेनौँ, फेदमा बसेर हेऱ्यौँ। त्यतिमै चित्त बुझायौँ हामीले चाहिँ। अरू यहाँ आउने मान्छेहरू चाहिँ बसिरहेको थियो, तर पालो कति बेला पुग्छ थाहा छैन। अनि यति धेरै चिसो है। यतातिर पनि माया प्रेमको चाबीहरू त टन्नै हौ। अनि हामी त हेरिरहेछौँ। अब एकछिनपछि त हामी तल झर्नु पनि हुन्छ। अब धेरै ठाउँहरू डुल्नुपर्ने छ नि त। अनि त्यही भएर मौसमले पनि साथ दिइरहेको छैन। अनि हामी चाहिँ अब तल झर्ने क्रममा छौँ। यतातिर पनि सिन चाहिँ लिइराखौँ न भनेर हामीले भिडियो गरिरहेछौँ। म चाहिँ जाडो भएर है छाता पनि एउटा मात्रै, अनि त्यही भएर हतार कुदिरहेको छु। मान्छेको भिडबाट कता के हुन्छ है, कुदिरहेको छु। अनि अब चाहिँ तल झर्नुपर्ने हुन्छ अर्को ठाउँमा। अहिले चाहिँ हामी अर्को ठाउँ आइपुगिसकेका छौँ। यो ठाउँलाई चाहिँ दोङतेमुन भन्छ अरे। अनि हामी चाहिँ जेब्रा क्रस गरेर पारी जानुपर्ने हुन्छ। यो देखिएको ठाउँमा अहिले हामी वारी छौँ। पानी रख भयो नि मजा आउँछ क्या। पानीले भिजेर हामी त ओ माई गॉड। He is my boy. हेलो गर त हो। यो साइड चाहिँ खत्ता निस्किने रहेछ क्या, मेरो नि गरिदेऊ। खत्ता निस्किन्छ नि।
ठिक छ यता हेर्नु पर्यो नि अनि यतापट्टि आऊ खुट्टा निस्कियो है ल घुम्ने बस्ने हो कि भन्नु अनि कता घुम्ने त अब यस्तै त होला यो छाता नदेखाउ ल अलिक उभो हेर यस्तो पानी पर्दाको यस्तो सिनहरू कस्तो राम्रो हुन्छ क्या बुढा जुम गरेर छाता नदेखाउ ल मलाई हेलो हेलो अब चाहिँ झपक्कै साँझ पनि पर्यो साँझ धेरै छिप्पिसकेको छ अब रात पर्यो भन्दा पनि हुन्छ निकै अँध्यारो छ अँध्यारोमा बत्ती एकदमै राम्रो देखिएको छ अनि उस्तै सहरहरू पनि राम्रो देखिएको छ आजको यो सुन्दर ठाउँहरू हेरेर हामी अब फर्किनुपर्ने हुन्छ साँझ पनि निकै परिसकेको छ अब चाहिँ हामी घरतिर फर्किने तर्खरमा छौँ आजको भिडियो तपाईँहरू कस्तो लाग्यो अर्को भिडियोमा हामी पक्कै पनि भेट्नेछौँ बाबा सी यू